रमिधाम भ्यू पोइन्ट एरिया वरिपरि आज यहाँनिर साफसफाइको लागि आएको छु। प्लास्टिकहरू साफसफाइ गर्दै वरिपरि बदमासहरूले बिगार गरिएको सो रमिधाम एरिया वरिपरि भिजिट गर्दै म यहाँनिर आएको थिएँ र धेरै प्लास्टिक फोहोर मैलाहरू पनि मैले डस्टबिनमा यहाँनिर बटुलिएको छु। हेर्नुहोस् यहाँनिर र रमिधाम भ्यू पोइन्ट एरिया वरिपरि चाहिँ यहाँनिर साफसफाइ आज प्लास्टिकहरू चाहिँ टिपेर साफसफाइ गरिरहेको छु र अरू बाटोहरू चाहिँ यहाँनिर धेरै छन्। त्यसैले गर्दा पहिलाको जस्तो साफसफाइ गर्नु चाहिँ पाएको छैन, किनभने म पनि यहाँनिर सधैँ बस्नु चाहिँ पाउँदिनँ र बिहान बेलुका यहाँनिर म भिजिटको लागि मन्दिरलाई सम्झेर एउटा धर्म सम्झेर म यहाँनिर सधैँ साफसफाइको लागि आउँछु र तपाईँहरूलाई पनि जानकारी दिन चाहन्छु। यहाँनिर मन्दिर गुम्पा एरिया हो, त्यसैले गर्दा यहाँनिर रक्सीको बोतलहरू, गाँजा, बेँडी, सिगरेट, जाँड रक्सीहरू खाएर बोतल फुटाएर तपाईँहरूले यहाँनिर जतासुकै मैला नगर्नुहोस्। यदि भेटिएको खण्डमा टाढैबाट तपाईँहरूको फोटो क्लिक गरेर तपाईँहरूलाई यहाँनिर बदमास गर्नेहरूको केही कारबाहीहरू गरिनेछ। आज पनि यहाँनिर बोतल फुटाएकोहरू मैले बटुलेको छु, यहाँनिर देख्न सक्नुहुनेछ। तपाईँहरूले जाँड रक्सी रमबियर लिएर रमिधाम मन्दिर एरियामा नआउनुहोस्। कुनै खुल्ला जग्गा, कुनै रमाइलो गर्ने ठाउँतिर गएर रमाइलो इन्जोय गर्नुहोस्। यहाँनिर हेर्नुहोस् बोतलहरू फुटाएर भट्टुहरू पुरै मन्दिरको सुन्दरतालाई बिगार गर्नुको लागि यहाँनिर धेरै बदमासहरू आउने गर्छन्। यहाँनिर हेर्नुहोस्, बरु तपाईँहरूले यसरी बोतल फुटाउनु भन्दा यहाँनिर फोहोर मैला भएकोहरू तपाईँहरूले अलिकति भए पनि डस्टबिनसम्म तपाईँहरूले बटुलेर राखिदिनुहोस्। तपाईँहरूको आउनेवाला दिनहरू पनि राम्रो हुन्छ। तपाईँहरूले अलिकति धर्म पनि गर्नुहोस्। तर यहाँनिर जतासुकै आगो फुकेर डस्टबिन कुच्याएर यहाँनिर बोतल फुटाएर यहाँनिर हेर्नुहोस् बोतल फुटाएको गुन्डा बदमासहरू जस्तो मान्छेहरू तपाईँहरू मन्दिर एरियामा नआउनुहोस्। कुनै ग्राउन्डतिर जानुहोस्, कुनै जङ्गलतिर गएर खानुहोस्। यहाँनिर फेरि पनि भेटिएको खण्डमा तपाईँहरूलाई फोटो क्लिक गरेर तपाईँहरूको लागि पक्रिनेछ आरआरटिसी रमिधाम कमिटीबाट। आउँदो दिनहरूमा चाहिँ यहाँनिर हेर्नुहोस्, हामी यहाँ भ्यू पोइन्ट एरिया वरिपरि प्लास्टिकहरू टिपेर यहाँनिर जलाउनु पनि पाउँदैन। हामीले यसलाई प्लास्टिकहरूलाई बटुलेर पठाउनुपर्छ। त्यसैले गर्दा तपाईँहरूले पनि रमिधाम घुम्नु आएपछि सही जग्गामा डस्टबिनको प्रयोग गर्नुहोस्। एउटा जङ्गल एरियामा छ, एउटा रमाइलो गर्ने ठाउँ हो भनेर तपाईँहरूले नसोच्नुहोस्, किनकि रमिधाम एउटा मन्दिर एरिया हो। यहाँनिर सबै पढेको मान्छेहरू मात्रै आउँछ होला, कुनै नपढेकोहरू त भिजिट गर्दैन होला रमिधामतिर। त्यसैले यहाँको रुल्सहरूलाई पनि फलो गर्नुहोस्। यहाँको डिटेल्स तपाईँहरूले रमिधाम एसआरकेमा एड गर्नुहोस् र त्यहाँबाट पनि तपाईँहरूले जानकारी लिनु सक्नुहुनेछ। हामी सधैँ तपाईँहरूले त्यो प्लास्टिकहरू फालेको जतासुकै फ्याँकेकोहरू हामी बटुली बस्नु सक्दैन यहाँनिर। त्यसैले गर्दा तपाईँहरूले पनि मन्दिर एरियालाई एउटा मन्दिर एरियाकै नजरले हेरेर घुमेर जानुहोस्। यदि फेरि पनि बदमासहरू भेटेको खण्डमा चाहिँ तपाईँहरूलाई चाहिँ डाइरेक्ट फोटो क्लिक गरेर तपाईँहरूमाथि कारबाही गरिनेछ। म आज पनि यहाँनिर भिजिटमा आएको थिएँ रमिधाम एरिया वरिपरि र रमिधाम एरिया वरिपरिको डिटेल्स जानकारीको लागि चाहिँ तपाईँहरूले रमिधाम एसआरके फेसबुकलाई तपाईँहरूले सर्च गरेर फलो गर्नुहोस् अनि तपाईँहरूले जानकारी पाउनु सक्नुहुनेछ। त्यहाँदेखि तपाईँहरू घुम्नु आउनुहोस्, रमिधाम भ्यू पोइन्ट एरिया वरिपरि घुमेर जानु सक्नुहुनेछ। तर बियरको बोतल रम बोकेर तपाईँहरू रमिधाममा नआउनुहोस्, किनकि जतासुकै फुटाएर फालेको भेट्टाउँछ बदमासहरू। तपाईँहरूलाई जानकारी